हेलो सर। रेकर्ड गर्दैछौ नि? रेकर्ड तिमी गर है त ल। हजुर सर। ल हामीले सबैको गरेको रहेछौँ त यहाँनिर कति लिएको छ 3500 है। यहाँ ल 3500 3500 यति गरिसकेर हामीले के लिएको छ यो पनि लिएको छौँ। ओके यो भनेको के गरेको थाहा छ भाइ? यति यो भन्ने चाहिँ थाहा छैन, यसो बुझाइदिनु न। यसलाई पहिले एक्टिभ गरौँ। यसलाई एक्टिभ गरौँ। यो भने के पनि होइन, यो भनेको नेटमा हामीले नेटमा यसरी जसरी यो यसले लियो नि यहाँनिर के जस्तै यही खोलौँ न एकछिनको लागि। ल यही खोलौँ ल। यसले लियो नि सर्भर .com भनेर, त्यही हो ठ्याक्क यसको यो पनि त्यही हो। यसलाई के लियो हामीले टेस्ट गर्नको लागि के लियौँ? यहाँ के गर्न चाहिँ यसरी लियौँ टेस्ट गर्नको लागि हामीले लिएको के हो त भन्दाखेरि यहाँ अब लोकल होस्ट यसले दिइसक्यो, तर हाम्रो 3000 होइन, कति हो त हाम्रो 3500 भनेर यसरी यो लियौँ क्या हामीले। ठिक छ, हामीले लिएको मात्रै हो। कुरो बुझ्यो? यो हामीले एउटा ठाउँ लियौँ के, यति भनेको यो चाहिँ। ठिक छ। ल अब यो वेबसाइट कसरी चल्छ भने यो पहिला बुझौँ अनि मात्रै त्यसमा जाउँ है त। थोरै अब अल्छी नमानिकन हामी अब एक्सेल ड्रमा जाउँ अलिकति। यो कहाँ छ एक्सेल ड्र? यो हाम्रो साइट पहिलेदेखि यही होला। ठिक छ। यो सरले कस्तो मजाले यो किबोर्डबाट के चलाउँछौँ यो पनि सिक्नुपर्छ होला हौ। म यहाँ एउटा चित्र लिन्छु। यो अहिले हामी के गर्यौँ सर्भर लियौँ हो। ठिक छ। अब खोइ त्यसो बन्दैन त फेरि यतै जानुपर्छ। हाम्रो चाहिँ के हो यो के भन्नु फेरि यो सर? उता 2 नम्बर थिच्नु न, 2 किबोर्डको 2 थिच्नु न अनि भइहाल्छ। के हुन्छ किबोर्डको त्यति अब बन्छ। कसरी भयो? ल ठिक त्यहाँ छ। छ, त्यहाँ नम्बरहरू छ कि 1 2 3 4 5 6 7 8 9 हो होइन? त्यति रहेछ। ए ल ठिक छ। त्यसै गरी मलाई अक्षर चाहियो भने म 8 थिच्नु यसरी हो यहाँनिर। ल यो हामीले अहिले के गर्यौँ यो सर्भर लियौँ हो। अनि यहाँनिर के भयो? इमेज 9 थिच्नु भयो। ए मैले 8 थिचेको। त्यहाँ अब हामी के गर्छौँ भने यसलाई डाटाबेससँग यसलाई अब हामी यसलाई कनेक्ट गर्छौँ है त। ठिक छ। ओके डाटाबेससँग कनेक्सन दिनका लागि यो यत्तिकै हुँदैन। यसरी यहाँनिर यहाँ हेरे फोल्डर थिच्दाखेरि यता हेरे जस्तो फोल्डर यहाँनिर गएर यसरी यो आउनुपर्छ ल। यो रेक्टेङ्गल ठिक छ। रेक्टेङ्गल आउनुको बाहिर आएको हो। यहाँ एउटा फोल्डर बनाउनुपर्छ हामीले। अब फोल्डरको नाम दिनुपर्छ डाटाबेस। ठिक छ। यसरी फिगर आयो देखिँदैछ डाटाबेस दिने। अब यो डाटाबेसमा एउटा हामी फाइल बनाउँछौँ। फाइलको नाम हुन्छ connection.js। ठिक छ। कुरो बुझिँदैछ? यसमा त केही समस्या छैन नि भाइलाई? यसमा त केही समस्या छैन नि यो जुन जति गऱ्यौँ? यसमा त छैन हो। यो मेरो इरर आएको थियो कि यसले गर्दा यो बरु उडाइदिउँ कि यसलाई त्यसरी नै एक्सप्रेस इज इक्वल्स टु हाम्रो के थियो रिक्वायर ब्र्याकेट लगाएर एक्सप्रेस अनि कन्स्ट यही हो नि कन्स्ट f is equals to एक्सप्रेस अनि ब्र्याकेट। यो सम्झेको छ नि हैन? सर यो ठिक छ। त्यसो भए अब हामीले के गर्नु पर्यो भन्दाखेरि यो त अस्ति नै यसमा क्लियर छ नि हैन? यो चाहिँ त्यो तीनटा गेट पोस्ट प्याच अनि डिलिट। फेरि भन्दैछु गेट भनेको केही कुरा सिस्टमबाट माग्दाखेरि, पोस्ट भन्दाखेरि केही कुरा पोस्ट गर्दाखेरि,
प्यास भन्दाखेरि अपडेट गर्दाखेरि डिलिट भनेको डिलिट गर्ने भन्नु कोही खोज्यो भने जस्तै गेट भनिसकेपछि जस्तै यहाँनिर यसैमा हामीले यसैमा यो जुन गुगल छ होइन यो जुन गुगल छ यहाँ गुगल लेखौँ न है त त्यसको लागि गुगल लेख्यौँ त गुगल लेख्यो यो गुगल लेख्ने बित्तिकै यो जुन ल्याएर दिने यो कहाँबाट आउँछ यिनीहरू कहाँबाट आउँछ यो कतै न कतै स्टोर गरेको छ क्या यो कतै न कतै स्टोर गरेको छ हो त्यो स्टोरलाई चाहिँ के स्टोर गरेर ठाउँलाई के भन्छ डाटाबेस भन्छ क्या डाटाबेस हाम्रो बुझीमा हुँदैन हाम्रो घरमा हुँदैन यो भनेको नेटमा कतै राखेको छ कसैले ओन गर्छ है त त्यहाँनिर ठिक छ हामीले एउटा फोल्डर बनाएको छ यहाँ के छ एउटा कनेक्सन जेएस भनेको यो डाटाबेस भने त्यो डाटाबेससँग कनेक्सन भइसकेको होइन नि फेरि ठिक छ एउटा फोल्डर मात्रै बनाएको भन्नु खोज्यो डाटाबेससँग रिलेटेड जे कुराहरू छ हाम्रो चाहिँ यो यसमा यो फोल्डरमा छ है भनेर हामीले देखाएको मात्रै हो है त यहाँनिर हामीले के कनेक्सन डट जेएस भनेर फोल्डर बनायौँ हो ओके यहाँनिर हो के भयो ए भएछ त यो कन्ट्रोल आई थिच्दा होला हो मेरो विचारले यो यसमा के पो यो कसरी जान्छ र कहाँ थिच्यो के फेरि गाह्रो भयो नि ओके ल यहाँनिर अब एक दिन्छु यो पनि ध्यान गर है त ल यहाँ के गर भने कन्स्ट भन्दै पनि जान्छु म कन्स्ट स्पेस दिने ब्राकेटभित्र क्यापिटल SQLIZE सिक्वलाइज सरले यो रट्नु भएको छ र टोटली रटेकै नै छु यो डाटा टाइप्स यो पछि बुझिन्छ टेन्सन नलियो डाटा टाइप्स जतिखेर सर्कल उयो गर्छु होइन त्यतिखेर बुझ्छ कि रिक्वायर सर हामीले सिक्वलाइज इन्स्टल गर्यौँ र त्यही त यहाँ हेर्दै जाउँ ठिक छ अनि त्यस पछाडि यहाँ भएन भने अन्त बुझ्नुपर्छ ठिक छ त्यस पछाडि यहाँनिर सिक्वलाइज ठिक छ अब भनिहाल्यौँ यहाँनिर आउने के गर्ने त के थियो NPM सर भएन कन्ट्रोल सी गर्नु पर्यो यहाँनिर सर पावर सेलमा छौँ हामी कमान्डमा जानुपर्छ होइन ओहो सबै याद गरेर ल ठिक छ त्यहाँ कहाँ छ कमान्ड ओके अघि चलिसक्यो चल्नु चाहिँ खास चाहिँ यसलाई चाहिँ उडाइदिन्थ्यो अब पहिला हाम्रो यो चलाउँ कहाँ छ NPM चलेन त मतलब एकछिन लिएन त ओके NPM इन्स्टल INSTALL इन्स्टल हाम्रो SEQULIZE सिक्वलाइज हाम्रो प्याकेजेसनमा पनि हेर्दा हुन्छ के छ एक्सप्रेस मात्रै छ भनेर देखाउँदैछ यहाँ चेक गरौँ सिक्वलाइज आइसक्यो ठिक छ ओके यति गरिसकेर हामीलाई अब फेरि अर्को चाहिन्छ NPM इन्स्टल भिडियो हेरेको रहेछ भाइले त इन्स्टल अनि ठिक छ पोस्टग्रेस यहाँ हामी इजी पनि आयो सिक्वलाइज पनि आयो ठिक छ यति गरिसकेपछि हाम्रो कनेक्सन जेएसमा जाने यहाँनिर आएर हामी गर्छौँ कन्स्ट अनि स्मल लेटर लिने है त सिक्वलाइज है त डिस्टर्ब गर्दैछ किबोर्डले सिक्वलाइज अनि इज इक्वल्स टु न्यू लेख्ने अनि स्पेस दिएर क्यापिटल सिक्वलाइज अनि यहाँनिर ओके अब नयाँ थोक सिक्छौँ यहाँनिर गएर हामी लेख्छौँ
SUPA supabase अनि .com ठिक छ। यो मेरो पहिला नै अस्ति कनेक्ट गरिसकेको छ। तिमीले गरेको गरेन कनेक्ट गरिसकेको छैन? गरिसक्यो गरिसकेको छैन। यो ड्यासबोर्डमा जाने तिम्रो खालि अर्कै खालको खुल्छ होला है। ठिक छ। म ड्यासबोर्डमा गएँ। मेरो फुल स्ट्र्याक मेरो यो अलरेडी छ। यो मैले बनाइसकेँ क्रिएट गरौँ है न त न्यू प्रोजेक्ट। यदि बनाइसकेको छु मैले हैन। एकछिन मैले ओपन गरेर देखाउँदैछु के हुन्छ भनेर। यहाँनिर टेबल एडिटर भनेर छ। यहाँनिर यो आफ्नो चाहिँ टेबलमा छैन त बुक यहाँदेखि प्रोडक्ट्स युजर है मेरो यहाँ अलरेडी यस्तो बुक यस्तो टेबल हामीले बनाउनु पर्छ है त। ठिक छ। त्यसपछि हाम्रो यो कतिबाट न्यू प्रोजेक्टमा जानुपर्छ हाम्रो। यो मेरो यो न्यू प्रोजेक्ट अब ठिक छ। न्यू प्रोजेक्टमा जाने प्रोजेक्टको नाम दिने यो कोडहरु त रट्न गाह्रो हुन्छ हौ सर। यो ठिक छ। यो अर्गनाइजेसन यताउति ल प्रोजेक्टको नाम यो अहिले के हो? ब्याकएन्ड फुल ब्याकएन्ड प्रोजेक्ट फुल स्ट्याक 2 भनेर दिएको अलरेडी छ। यो डाटाबेस पासवर्ड यो म दिन्छु BRIJMOHAN प्रिजमन 1 2 3 ठिक छ। यसलाई म कपी गरिदिन्छु बरु। यो कपी गरिदिन्छु सिङ्गापुर। यसलाई मुम्बई राख्ने अनि मुम्बई नजिकको क्रिएट न्यू प्रोजेक्ट वेट गर्ने सेभ गर्नु। यो अब भयो। अब त्यहाँ माथि कनेक्टमा जाने सर। ठिक छ। यो भयो। ठिक छ। त्यस पछाडि ओके एकछिन यहाँ के छ यस्तो गर्ने। यहाँ प्रोजेक्ट सेटिङमा जाने। त्यस पछाडि मात्रै यहाँनिर कनेक्टमा जाने हो है। त्यस पछाडि यो ओआरएफमा सबै हेर्दैछौ हैन तिमीले? ल यो ओआरएफमा जाने। त्यसपछि यसबाट पनि गर्दा हुन्छ तर यहाँबाट गर्नु भन्दैछ नि। यो डिटेल्सबाट गर्नु सानो हुन्छ। अब के गर्ने भन्दाखेरि यो भित्रको चाहिँ त ल यतिले यहाँदेखि यो जुन छ नि यहाँदेखि यहाँसम्म यसलाई चाहिँ हामीले कपी गर्नुपर्छ है त। ओहो उता फेरि पासवर्ड बिर्सिसकेँ। पासवर्डलाई यतातिर राख्छु पहिला। पासवर्डमा कमेन्ट गर्छु। अब यहाँनिर यसलाई अब के गर्ने यसरी कपी गर्ने। यहाँनिर यसरी पेस्ट गरिदिने। अब यहाँनिर कतै यो पासवर्ड भनेको छ हेर त। त्यही छ छुमा त्यही हो। यो भित्रबाट हैन। यो मिस्टेक चाहिँ यही गर्छन् अरे के। मैले पनि धन यही मिस्टेक गरेको थिएँ। यो बाहिर सुरुमा त्यही गरेको थिएँ। यसलाई तर ब्याक जाने यति गर्ने। अब यो पासवर्ड कपी गर्ने। कन्ट्रोल एक्स गर्छु म। कता थियो ल? कुन ठाउँमा थियो? एक्स गर्नुभयो नि त सर तपाईले। अनि कुन ठाउँमा थियो खोइ होला गायब भइगयो। त्यहाँ @ अगाडि यो हो यहाँ हो। हजुर हजुर ओके ठिक छ। हजुर यति गर्ने। यति गरिसकेपछि हामी एन्टर गर्छौँ। त्यसपछि हामी गर्छौँ सिक्वलाइज डट ठिक छ अथेन्टिकेट एन्टर डट देन लेखेको छ कपीमा। टाउकोमा याद छ। देन त्यस पछाडि डट देन सबै बुझ्यो। सब बुझ्नु बुझेन भने एउटा फङ्सन हाल्दैन। फङ्सनमा के हाल्दैन भने फङ्सन लगाएर डट लग अनि के गर्नु भने console.log यहाँ हामीले लेख्छौँ कनेक्टेड सक्सेसफुल न त अथेन्टिकेसन सक्सेसफुल
ठिक छ अथेन्टिकेसन सक्सेसफुल अब यहाँ हामी दिन्छौँ क्याच डट क्याच यो इफ एल्स हो के इफ एल्स जस्तै हो यहाँ हामी एरर लेख्छौँ इजी ओके हामी के गर्नु पर्यो console.log console.log अनि के भन्दिने त error प्लस ओके प्लस पनि गर्दा हुन्छ कमा पनि गर्दा हुन्छ कमा नि गर्दा हुन्छ र कमा र प्लस एउटै हो ओके प्लस भन्यो प्लसै गरिदिन्छु ठिक छ प्लस एरर ओके अनि यस पछाडि const db is equals to एउटा एम्प्टी हामीले यहाँ एउटा एम्प्टी अब्जेक्ट छोड्छौँ अनि db dot scolize is equals to scolize त्यसमा तिम्रो र मेरो यो प्र्याक्टिस मात्रै हुँदैछ आज त्यसो भने अब scolize db dot रटेको होइन सर x सानो भयो सर x ठुलो हुनुपर्छ त्यो होला x अगाडिको s s भइसक्यो यो क्यापिटल भएको क्यापिटल स्मल भएको स्मल ठिक छ त्यसले त दुईटै ठुलो ठुलो सिकाएको थियो होइन र हजुर हजुर त्यसले दुईटै ठुलो भनेको थियो होइन र सर हैन यहाँनेर क्यापिटल छ भने त क्यापिटल यता स्मल छ भने त स्मल त्यसरी गर्ने के त्यस्तो त्यसो हो तपाईको मोडुलर एक्सपोर्ट इज इक्वल्स टु db ठीक छ ओके ल यो हामी चेक गरौँ अब app.js मा जाने होइन सर अब यो कोडले चाहिँ के गरेको भनेको जम्मा जम्मी ठीक छ यो कोडले चाहिँ जम्मा जम्मी के गरेको भन्दाखेरि एउटा योसँग चाहिँ यो जुन सर्भर छ यो सर्भरलाई चाहिँ योसँग के गरेको जोडेको ठीक छ जोडेको मात्रै के पनि गरेको छैन यो बुझिदैछ के भन्दैछु ओके के भनेको अब यहाँबाट के हाल्यो भने चाहिँ डाटाबेससँग पुर्याइदिन्छ के भनेको यहाँसँग पुर्याइदिन्छ के डाटाबेससँग पुर्याइदिन्छ यहाँ जुन अब टेबल बन्दैछ त्यहाँसम्म लगेर यसले पुर्याउँछ यो भनेको एउटा उतै मात्रै हो कनेक्सन मात्रै हो ठीक छ हजुर यति गरिसकेपछि यहाँनेर हामीले एउटा यसमा आउने यहाँनेर अर्को एउटा फोल्डर बनाउने फाइल बनाउने भने के भनेको एउटा कनेक्सन बनायो ओके मोडल्स यो थीम बुझ्नुपर्छ है भाइ ठीक छ थीमले के भन्दैछ पहिला एउटा हामीले सर्भर बनायौं यो सर्भरलाई हामीले के गर्यौं यसलाई यो डाटाबेससँग कनेक्सन गर्ने एउटा लिंक बनायो अब यो लिंकले चाहिँ के गर्नु पर्यो त्यो टेबल जुन छ हो त्यो टेबलमा गएर के त डाटा आउनु पर्यो नि त हो त्यो डाटा टेबल चाहिँ हामीले यो के भन्छ यसमा राखेका छौं है त मोडल्स भन्ने फोल्डर बाहिर गएर मोडल्स भन्ने फोल्डर बनायो ठीक छ यो फोल्डरमा चाहिँ हामी एउटा फाइल बनाउँछौं फाइलको नाम दिन्छौं हेरेकै छौं हैन हामी यसलाई कसरी राउट दिएका छौं यहाँनेर यसरी हेर्दा त गेट अनि स्ल्याश मात्रै दिएका छौं हो यसलाई म के गर्ने बुक्स बनाउने हो यसलाई ओके बुक्स ठीक छ के गर्नु पर्यो त यहाँनेर स्ल्याश दिनु पर्यो अनि यहाँ के लेख्नु पर्यो BOOKS सेन्ड गरौँ के भयो एरर भयो के भएर एरर भयो त अब चेक गरौँ कता एरर भयो अब टेस्टिङ यताउति कहाँनिर बिग्रियो सबै हेर्नुपर्छ हामीले अब सर हामीले यसलाई कमान्डमा पहिला बोलाउनु अन ओपन गर्नुपर्छ अनि मात्र यो माथिको त ठिकै छ होला नि यहाँनेर यो ठिक छ यो त्यस पछाडि सर हामीले त्यो कमान्डमा एकचोटि बोलाउनु पर्छ क्या
अनि मात्र हुन्छ होला केमा त्यहाँ इसमा बोलाउनु पर्छ बोलाएन न हामीले बोला छैन हैन होला यो होइन चलेकै छैन त यो मुनि हो र मुनि ठिक छ नोड माइनस माइनस WATCH यही हो नि होइन ओके माइक्रोफोन सक्सेसफुल गर्नु अन अब चेन्ज गरौँ न बस 200 ओके ल हाम्रो यो अहिले के आएको हेर त यो एम्टी आइरहेको थियो हो किन एम्टी भयो किनभने हामीले के हालेकै छैनौँ के ठिक छ तिमी त धेरै थोक बुझेको रहेछौ भाइ मैले सुरुमा केही पनि बुझेको थिइनँ बल्ल तल्ल आएर के गरेर बुझ्दैछु तर एक्सप्लेन गर्न सकिरहेको छुइनँ कि किनभने म नै यताउति के मजाले बुझिसकेको छुइनँ कि ठिक छ तिमी बुझ्न त बुझेको रट्न त रटेको छौ तर के गर्दैछु किन कसो हुँदैछ त्यो मजाले सर्कुलेट भएकै छैन क्या मैले रट्या छैन म कपी हेरिरहेको छु ल ठिक छ रट अब के गर्नुपर्छ भन्दाखेरि रट्नु पर्ने ल एउटा होइन रट्नु नै पर्छ सुरुमा जसरी यो गेट सक्सेसमा त्यसरी पोस्टको पनि गर्ने हामी है त ल ठिक छ पोस्टको लागि के छ भने यहाँनिर जानुपर्छ है त तर हामीले यहाँ एक थोक चाहिँ छुटायौँ यहाँनिर आएर ठिक छ एसओएनसी असिङ्क्रोनाइज भन्छ असिङ्क्रोनाइज लेखेपछि यहाँनिर आएर अवेट लेख्नुपर्छ है त ल यति चाहिँ थप्नु पर्छ है त त्यसै गरी यहाँनिर पनि के गर्नुपर्छ अब मलाई एकैछिन ल ओके ल यहाँ पनि के लाउने त असिङ्क लाउने हौ भाइ हेलो हेलो प्लिज मोहन भाइ खै त माइक अफ गरेछौ हेलो हेलो सर नेट प्रब्लम सरी के भएको थियो अचानक मैले यहाँ के गरेँ असिङ्क लगाएँ यहाँनिर ठिक छ यहाँ असिङ्क लगाएँ त्यस पछाडि यहाँ हामी के गर्छौँ त है कन्स्ट यहाँनिर कन्स्ट भन्ने स्पेस दिने है त ठिक छ अब यतातिर है त यहाँ जुन यो बुक मोडल छ यो बुक मोडलको यो चाहिँ मिल्नुपर्छ ल यो यिनीहरू ठिक छ यो बुक मोडलको यो बुक नेम बुक प्राइस बुक अथर यति तिनवटा चाहिँ मिल्नुपर्छ ल यहाँनिर ठिक छ के गर्न त के छ त्यसरी बुक अनि नेम होइन त्यस पछाडि के छ बुक अनि के छ त प्राइस त्यस पछाडि के छ बुक अनि अथर ठिक छ के गर्ने त इक्वल्स टु फेरि के गर्ने अवेट लेख्ने ठिक छ अवेट गर्ने त्यस पछाडि कुनको लागि त्यो आएको यो हाम्रो यो बुक्स डट क्रिएट ठिक छ ओके यहीँनिर हामी अब अब्जेक्टमा हाल्छौँ है त ठिक छ अब्जेक्टमा के हाल्ने त्यही माथि जस्तै सबै तिनवटा कपी गरिदिनु ल है बुक नेम कमा है त त्यसपछि हामीले किन हाल्ने हो बुक प्राइस म भन्दैछु बुक अनि अथर
हेर है त यो जुन गेट भनेको जुन छ नि यो गेट यो जुन गेट छ ठिक छ यो गेट भनेकै मिनिङबाटै क्लियर छ के त केही कुरा ले भनेको के ठिक छ केही कुरा ले अब यो पोस्ट भनेको के हो त केही कुरा हाल भनेको के कुरो बुझिरहेको के भन्दैछु बुझियो अब यो चाहिँ हामी के गर्दैछौँ भने यो चाहिँ हामी हाल्न आँटेको के डाटाबेसमा यिनीहरू चाहिँ यो चाहिँ ठिक छ यो चाहिँ हामी के गर्न आँटेको डाटाबेसमा हाल्न आँटेको यो डाटाबेसमा हालेर अनि यसबाट चाहिँ यसले तान्न खोजेको क्या हामीले त्यही गर्न खोजेको क्या हामीले पहिले डाटाबेसमा केही हालौँ के कुरो बुझ्दैछौँ कि छैनौँ हजुर सर यो हाल्न आँटेको हामीले एउटा किताब बनायो त्यो किताबको डिटेल्स के हुनसक्छ त भन्दाखेरि मैले यहाँ जम्मा चाहिँ 3 थोक मात्रै लिएको छु अब यो बुकको के हुनसक्छ पब्लिकेसन पनि हुनसक्छ होइन कहिले के पब्लिस डेट हुनसक्छ होइन धेरै थोक हुनसक्छ नि त यो किताबको बारेमा त यो एउटा मात्रै किताब होइन धेरै किताबको बारेमा हामी राख्न सक्छौँ क्या इन्फर्मेसनहरू कुरो बुझ्दैछ अब हामीले जम्मा के 3 थोक लिँदैछौँ त एउटा बुक नेम बुक प्राइस अनि बुक अथर ठिक छ हो त्यो चाहिँ हामी के गर्दैछौँ अब यो बनाउने तरिका हो बुक्स डट क्रिएट अनि तान्ने हो भने चाहिँ के छ त बुक्स डट फाइन्ड भन्ने ठिक छ यो चाहिँ तान्ने बेलामा यो चाहिँ बनाउने बेला है बनाउनु भनेकै के अरे क्रिएट हो नि त है ठिक छ यो चाहिँ फर्मुला हो हामीले लेखेको फर्मुला होइन यो ठिक छ ल त्यस पछाडि यति दियो है त हामीले तर बुझ्दैछौ यो यहाँसम्म ठिकै छ हजुर सर ल अब यति गरिसकेर यो जुन छ नि यो के भन्छ यहाँबाट जुन छ हाम्रो जे जति आउँदैछ नि डाटाहरू जाने आउने जुन हुँदैछ नि यहाँ यो तानौ होइन अब यतातिर के त पठाइँदैछ कि पोस्ट भनेको पठाउने के अब यो भनेको जेसनमा छ क्या सबै जेसनमा हुन्छ क्या यो जेसनमा छ जेसनको डाटाहरू चाहिँ के हुन्छ भने यो त्यतिकै बुझ्दैन अरे क्या नोड जेएसले यसलाई चाहिँ के गर्नुपर्छ भने एउटा हामीले यो दिनुपर्छ अरे है त ठिक छ के दिनुपर्छ भने मलाई 2 मिनट दियो ल फोन आयो आफै थाहा छ कि नै भन्ने कुरा मलाई नि थाहा छैन खराब गरिरहेको छ मलाई आफै थाहा छैन त उसले के गरिरहेको छ बात कर लो यार मेरी कॉल्स तो इग्नोर करती है अब सामने सामने भी इग्नोर करोगे क्या क्यों ना करूं एटलीस्ट मैं तुम्हारी तरह तो नहीं है जो कहूंगी तुम मुझसे प्यार नहीं करते और सिर्फ भाइ के हो संस्कार संस्कार भन्ने थाहा छैन हात मिलाउने दाइलाई नमस्ते गरौँ न दाइलाई पनि आज पहिलोचोटि हामी यहाँको सिनियर हो सिनियरलाई अनि तिमीले रेस्पेक्ट गर्नु पर्दैन संस्कार थाहा छैन तिमीलाई भाइ सिक्नु पर्यो नि अब संस्कारहरू सिक्नु पर्यो नि अनि फेरि आएपछि यो थाहा हुँदैन तिमीलाई अनि तिमीहरू कोरिया यताउता गरेर आउँछ कोरियाको बारेमा केही थाहा हुँदैन त्यत्तिकै तिमीहरू आइरह हुन्छ कोरिया 2-4 लाख कमाइ हुन्छ भनेर त्यत्तिकै तिमीहरू उठेर आइरह हुन्छ यहाँ सबै कुरा थाहा पाउनुपर्छ भाइ अनि भाइ म त अब नेपालीहरू हुनुहुन्छ भन्दा खुसी भयो त्यही भएर हो नि त्यही पनि सिनियर त हामी हो नि भाइ नेपाली भए पनि अबदेखि उ गर है ध्यान दियो ल जुम यही हो होइन ल ठिक छ ल देखाइदिन्छ अरू के कामहरू ड्युटीहरू आफ्नो तरिकाले आगमन गर है आगमन 20 को माल आयो है 20 को माल राम्रो छ 20 को माल आयो है दाइ भोक सक्ला थियो के हो र बिहानै भनेको तिमीले खाना
बनाइदिएनौ र भने अनि कहिलेसम्म बनाइसक्यो होला भनेको त यहाँ त नि भाइ हामीले बनाइदियो भने यहाँ खेलिरहेको देख्नु न दाइहरू हामीले बनाइदियो होला खाना तिमीलाई हेलो 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 देखाइदिएको तिमीले बनाएर भाइ खाने होइन हेलो हजुर सर हजुर छौ छौ कहाँ पुगेछ म त ध्यानै भड्क्यो ल मेरो खासै ध्यान एप भएन डट यहाँनिर के गर्ने एप डट युज अनि के गर्ने एक्सप्रेस एक्सप्रेस डट जेसन यति चाहिँ युज गर्नुपर्छ अरे है त यो युज गरेन भने जेसन डाटा रिड गर्दैन अरे है त ठिक छ अस्ति यही यसैले गर्दा इरर आएको त्यही भएर मैले यहाँ चेन्ज गरेको छु खोइ कता भयो यो कता लिएको थिएँ मैले एक्सप्रेस यो यो ठिक छ यो चाहिँ मैले त्यो गरेँ है त ए अब के गर्ने त यति गरिसकेपछि अब टेस्टिङमा जाउँ टेस्टिङमा गइसकेर यहाँनिर फुल स्टपको यो के को लागि थियो यो गेटको लागि थियो है त ठिक छ अब यहाँ गेटको लागि यो फुल स्टपमा जाने यहाँ जाने अब यस्तो फेरि गर्ने यहाँ फेरि एड रिक्वेस्ट गर्ने यहाँनिर एड रिक्वेस्ट गरेर यो चाहिँ के यो चाहिँ के को लागि हो यो पोस्टको यो नाम पनि दिन सकिन्छ चेन्ज पनि गर्न सकिन्छ र है त त्यो पनि आउँछ है खतरा हुँदै गएपछि हामी सबै बुझ्दै जान्छौँ के छ त हाम्रो यी लोकल होस्ट यसैमा छ नि होइन छ नि यो पनि केमा छ हेरौँ त फेरि मिल्दैन बाटो मिल्दैन के छ यो अबाउट लेखेको छ यसलाई के गर्ने त यो पनि बुक्स नै बनाइदिनु त बुक्स ठिक छ बुक्स छ अब पोस्ट भनेको केही कुरा हाल्नु हो के गेट भनेको केही कुरा ल्याउनु हो ठिक छ यसलाई के गर्ने त यसलाई यसरी पोस्ट बनाउने हाल्नेलाई के हाल्ने ठाउँ हुनु पर्यो नि त खोइ हाल्ने ठाउँ ठिक छ हाल्ने ठाउँ देखिरहेको छ के गर्नु पर्यो त हामी यहाँ बडीमा जानुपर्छ पहिला ठिक छ हजुर सर बडीमा गएर यहाँ रमा जाने रमा क्लिक गरेपछि जेसनमा बनाउनुपर्छ जेसन अटोमेटिक भइरहेछ ठिक छ अब यहाँनिर चाहिँ हामी अब्जेक्टमा पठाउनुपर्छ है त के थियो बुक अनि नेम मिस्टेक भयो बुक नेम ठिक छ एन्टर हान्दिने हेर्ने यसले आफू जेसनले यो इन्भर्टेड कमा हाल्छ है त तपाईँ हाल्नुपर्छ ल बुकको नाम के राखौँ ल मुना मदर भन्नु मुना मदर भन्दा हाम्रो नेपाली नै लिउँ त्यस पछाडि के छ त बुक हाम्रो के थियो बुक प्राइस हो इज टु ल कति राखौँ यसलाई 500 रुपियाँ बुक अनि के त अथर को पो यो बुकको अथर तिमीलाई थाहा हुनुपर्ने भाइ लक्ष्मी प्रसाद देवकोटा ल यति गरेर है यति गरेर मैले सेन्ड गर्छु चेक गरौँ के भयो इरोर भन्नु छ 500 इरोर भने के छ यो 500 इरोर भने के हो हाम्रो समस्या होइन कसको समस्या हो यसको समस्या हो फेरि ट्राई गरौँ फेरि भइरहेछ भने हामी सबै ठिकै छ नि के छ पोस्ट बडी र ठिकै छ यहाँनिर के बिग्रेको छ त्यसो भए अवेट बुक्स डट क्रिएट जेसन ओके म आउँदैछु नि त यहाँ क्लास सकेपछि यो पनि हालेको छौँ हामीले जेसन पनि ठिकै छ यसलाई चाहिँ हामी के गरौँ भने सरल ल्याउँछ अझै पनि भएन के बिग्रिँदाखेरि लोकल होस्ट 2900 बुक पोस्ट के भएन र सर के भइरहेछ हैन इन्टरनल सर्भर एरर भनेको छ यानी कि त्यसले ब्याकएन्ड मिस्टेक देखाइरा ब्याकएन्ड हाम्रो के मिस्टेक हुन्छ र बुक्स बुक्स नै छ स्ल्याश बुक्स अनि गेट अनि रिक्वेस्ट
पोस्ट छ बुक्स नै छ असिम नै छ अनि बुक नेम छ त्यस पछाडि बुक प्राइस बुक अथर यो स्पेलिङ त ठिक छ नि भाइ हैन ठिकै छ बुक नेम बुक प्राइस अनि बुक अथर ओके यहाँ कनेक्सन जेएसमा गएर हाम्रो एकखेप यो पनि टेबल बनेको छैन पुल गर्नु पर्यो ओके माइग्रेसन सक्सेसफुल ठीक छ हेरे के गरे त्यो अल्टरलाई ट्रु गर्नु भयो टेबल त बन्नु पर्यो नि त हैन त्यतिर गएर यो जुन टेबल छ यो टेबलको यो त पहिला बन्नु पर्यो नि त टेबल सक्सेसफुल भयो भन्दै छ भनेपछि यो सक्सेसफुल भइसकेपछि चाहिँ हामी यो बिर्सिनु हुन्न अरे है त यो फेरि कहाँ छ कनेक्सन जेएस हाम्रो यो ट्रुलाई फल्स बनाउन फेरि बनाउनु बिर्स्यो बनाइदिने अनि हाम्रो उ त्यसमा पहिले चेक गरौँ त यो यसमा सुपाबेसमा हाम्रो कहाँ छ टेबल एडिटरमा जाने यहाँ बुक्स भन्ने यहाँ के भयो हाम्रो यो बुक नेम अनि बुक प्राइस बुक अथर अनि यो आइडी चाहिँ यसले आफै दिन्छ अरे है त आइडी भनेको कति नम्बर हो त्यसै गरी हाम्रो यहाँनिर यो कतिखेर बनायो हैन क्रिएटेड एट यो के आइरहेछ पर्दैन त ठिक छ यो अब हामी यहाँ डाटा हाल्दैछौँ है त ठिक छ अब अहिले चाहिँ हामीले डाटा हालिदा हो त्यसमा अब चाहिँ यो हाल्दैछौँ मुना मदन 500 र यो त्यहाँ गएर बस्नुपर्छ है त टेस्टिङ गरौँ फेरि इन्टरनल एरर भन्दैछ के भयो 3500 लोकल होस्ट ठिक छ नि यो लोकल होस्ट 3500 ठिकै छ त भाइ एरर बातै छ यसलाई फल्स पनि बनाइसक्यो हामीले यहाँ बुक्स इम्पोर्ट पनि भएको छ यहाँ इम्पोर्ट पनि भएको छ त्यस पछाडि यो जेसनमा पनि हामीले कन्भर्ट गरिसक्यौँ बुक्स सिन्ट्याक्स यही हो नि हेर त बुक नेम बुक मोडलमा हेर्नु न सर एकचोटि बुक मोडलमा गएर हेर्नु न थाहा भइहाल्छ बुक AUTHOR बुक प्राइस बुक नेम NAME नेम ओके है त यसो भयो पोस्ट सेभ गरौँ सेभ गरौँ पोस्टमा त गेट त काम गरिरहेको थिएन हाम्रो होइन गेटले काम गरिरहेको दियो यसले एमटी पोस्ट गर्दैछ भइरहेछ 500 युरो भन्दैछ पनि ठिकै छ रमा छ बडीमै छ लोकल होस्ट पोस्टमै छ भनेपछि के पुगिरहेको छैन यहाँनिर यसलाई अब ठिकै त अब चाहिँ जानुपर्छ जा भाइ जा गयो ठिक छ मेसेज टेस्टिङ ठिक छ यो गयो है फेरि टेस्टिङ यसलाई लेखौँ मुना मदन 2 भनेर लेखिदिउँ 2 अनि यसको प्राइस चाहिँ यसलाई 600 राखिदिउँ सेन्ड गरौँ सक्सेसफुल अब त्यो टेबलमा गएर चेक गरौँ है त यहाँनिर यो टेबल हो ठिक छ भन्नु के खोजेको भने जस्तो तिमीले आफ्नो फोटो हाल्यो भने अपलोड गर्यो भने फोटो वाज अपलोडेड भनेर भन्छ नि त्यो फोटो अपलोड त भयो तिम्रो अर्को खोज्दा त्यही फोटो त हराउँदैन नि भइरहेको छ नि हो भनेको यहाँनिर आएर बस्यो क्या तिमीले त्यो फोटोलाई चाह्यो भने डिलिट गर्न सक्छौ होइन त्यो फोटोलाई तिमीले
डाउनलोड गर्न सक्छौँ है। ठिक छ। अब यो यहाँ त बस हामी सधैँ यहाँ आएर हेर्ने होइन क्या अरे टेस्टिङ चाहिँ अब यहाँनिर गर्नुपर्छ है त। के गर्नु त फेरि यो गेटमा जाने है, गेटमा जाने। यो गेट अब कोडहरू हालिराख्नु परेन क्या, यहाँ सेभ भइसक्यो क्या, यसरी सेभ गरेर हामीले क्या फुल स्टप 2 मा यो गेटको लागि अब डिलिट र प्याजको लागि के त्यसको लागि आउँदैछ। ठिक छ। अब यहाँ के गर्ने भन्दाखेरि यसरी ल सेभ गरिदिउँ। अब त्यहाँ भएको यहाँ लिएर आउँछ क्या यसरी। हामीसँग कतिवटा सबै देखाइदिन्छ, दुईवटा छ अरे। एउटा ID 1 ID 2 भएको के छ त यो बुक नेम बुक प्राइस यताउति। ठिक छ। आज डिलिट र प्याज सिकाउँछ अरे। ठिक छ। लिएर त यसरी प्र्याक्टिस नगर्दा मैले पनि कति बिर्सिरहेको रहेछु। कपीमा मात्रै लेख्दैछु क्या म, कपीमा लेखेको छु, त्यही भएर उता त्यो अलिअलि आउँदैछ। अब यो यहाँ प्र्याक्टिस नगरेर यस्तो हुँदैछ। ठिक छ। भोलि फेरि त्यो पनि अलिअलि आउँछ, मैले त कपीमा लेखेर रट्या छैन, लेखेको लेखै छ। लेख्दैछु तिमी पनि? म पनि लेख्दैछु, केही बुझ्या छैन तर त्यो किन कति पर्यो कि छैन लेखेको? कपीमा मात्रै लेख्दैछौ? कपीमा लेखिरहेको छु, नोटबुकमा बनाएको छ त्यही लेखिरहेको त्यो त किन न त्यो के अरे LCD वाला किन न हो, त्यो त्यसबाट सजिलो हुन्छ क्या। त्यो लेख्दै डिलिट गर्दै कि बुझेनौ के भन्नु? त्यसमा त लेख्दै मेटिन्छ नि त, अनि लेखेर सेभ हुनु पर्यो नि, त्यसैले कपीमा लेख्छु। त्यो नोट राख, त्यसपछि प्र्याक्टिस गर्नको लागि भनेको के। प्र्याक्टिस गर्नलाई चाहिँ किन्नै पर्छ। ठिक छ। र मैले त यो पनि बिर्सिसकेको थिएँ, यो के अरे यो जुन मोडल छ, मोडल भन्ने यो डाटाबेसमा म हाल्नुपर्ने रहेछ भने त्यो पनि अनि बिर्सेँ। हुन त अरू राख्दा पनि काम चाहिँ गर्छ नगर्ने होइन। ठिक छ। अब यो बिर्सिँदैन क्या, यसरी जति मिस्टेक गर्यो त्यति सिक्दै गइन्छ क्या। त्यो चाहिँ हो मिस्टेक ल तिमी यतिसम्म चाहिँ गर है। अब भोलि चाहिँ के भन्छ यो क्रिएट पनि भइसक्यो, भोलि अन्तिम छ अलिकति एउटा, अनि यो आज सकिन्छ अरे। म गराउँछु है त, यतिसम्म प्र्याक्टिस गरेर अन्त ल। हुन्छ। ठिक छ। उसले गीत र गीत थपको भिडियो पनि हालेको रहेछ, त्यो के हेर्नुपर्ने हो हामीले? हिजो हालेको रहेछ। ब्याचलर पढिरहेछ, मैले पनि सुनेर त हदसम्म मानेको ब्याचलर पढिरहेछ।